मैले त्यसै गरी सधैँ मेरो बसाइ निरहनु होला अझै माया गर्छु थ्यांक यू बिना खोलामा आइयो गाइस फाइनली गएको छ स्माइल गर गई डाड्या म के टेन्सन नभएर यहाँ चाहिँ भाइले बोक्दै हिँडिरहेको छु यहाँ चाहिँ मेरो औसै दाजु गाइस वेलकम ब्याक टु माई न्यू भिडियो आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिकठाक छु आज चाहिँ म धेरै दिनपछि भिडियो स्टार्ट गरिरहेको छु हजुरलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यसरी प्रतिक्रिया दिन नबिर्सनु होला आज चाहिँ म चाहिँ उडामा नागरिकता उडामा सिफारिस लिनको लागि जाँदैछु नागरिकता बनाउनको लागि सो हजुरहरूलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यसरी प्रतिक्रिया दिन नबिर्सनु होला अनि हजुरहरूले सपोर्ट गरिदिनु होला कस्तो लाग्छ भिडियो हेरेर सपोर्ट गरिदिनु नबिर्सनु होला है त गाइजहरू फाइनली म चाहिँ रेडी भइसकेँ हजुरले हेर्न सक्नुहुन्छ गाइज फाइनली म चाहिँ रेडी भएँ यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ मेरा मम्मी पनि रेडी भइसक्नु भयो म पनि रेडी भएँ अब चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ यहाँ चाहिँ अब चाहिँ हामी जान्छौँ होइन यहाँ चाहिँ मेरो लुक भइहाल्यो भयो अनि यहाँ चाहिँ के भन्नु अब जान्छौँ होइन त्यही नै हो माइजूहरूलाई पर्खिँदैछौँ अब माइजूहरू आइसक्नु भयो भने जान्छौँ यहाँ चाहिँ मेरो लुक भइहाल्यो मैले चाहिँ ट्र्याक लगाइदिएँ अब ट्र्याक लगाइयो अब जानुपर्ने हुन्छ अब चाहिँ जान्छौँ मम्मी र म माइजू अनि भाइलाई सम्झाउनु अरे भाइ निस्किनु पर्ने हुन्छ अनि माइजूहरू कहिले आउनुहुन्छ भन्ने हो माइजूहरू आइसक्नु भयो भने चाहिँ हामी चाहिँ अब निस्किन्छौँ त्यही हो माइजूहरू आउनु भएको छ कि छैन हेर्नु पर्यो चाहिँ म चाहिँ हेर्छु अनि माइजूहरू कति बेला आउनुहुन्छ थाहा छैन अझसम्म आउनु भएको रहेनछ आउनु भएको छैन भाइलाई सम्झ छैन हस्पिटल आउनु भन्नुभएको थियो कि माइजूले आजको मौसम कस्तो राम्रो छ कति राम्रो छ आजको मौसम घाम लागेर कस्तो राम्रो देखिएको छ त्यही हो यो त मेरो घर भइहाल्यो अब चाहिँ माइजूहरू कतिखेर आउनुहुन्छ अनि फाइनल्ली रेडी पनि भइगयो अब माइजूहरूको वेटिङमा छौँ माइजूहरू कतिखेर आउनुहुन्छ भन्ने हो यदि माइजूहरू आइसक्नु भयो भने चाहिँ हामी पनि अब निस्किनु पर्ने हुन्छ 10 बज्न लागिसक्यो हामी चाहिँ जान भनेको चाहिँ 8 बजी जाम्ला भनेको लास्टमा 10 बज्न आँटिसक्यो माइजूहरू अहिलेसम्म पनि आउनु भएको छैन अब चाहिँ माइजूहरू आउनुभयो भने चाहिँ हामी चाहिँ जान्छौँ फाइनल्ली माइजूहरू पनि आइपुग्नु भयो अब चाहिँ हामी चाहिँ जान्छौँ गाइड हिँड्न लागेको चाहिँ हिँड्यो है हामी चाहिँ भाइले सन्चो नभएर यहाँ चाहिँ भाइले बोक्दै हिँडिरहेको छु यहाँ चाहिँ मेरो औसै दाजु मेरो भाइलाई के भइरहेछन् पेट दुखाएर आँटेको छ मेरो भाइले चाहिँ बोकेर हिँडिरहेको छु छाता पनि थिएन यस्तो घाम छ त्यही हो 11:30 बज्न लाग्यो अहिले चाहिँ हामी चाहिँ पनि सिफारिस मम्मीहरू पनि आइसक्नु भयो है हेर्न सक्नुहुन्छ फाइनली गाइज म चाहिँ भाइलाई बाइकमा पठाइदिएर अनि त्यसपछि मम्मी माइजूहरूलाई पठाइ छाडेर म चाहिँ अगाडि दौडिरहेको छु किन भन्दाखेरि 11 बजिसक्यो अनि त्यसपछि फेरि फोटो खिच्नु छ नि त त्यो म फोटो खिच्नको लागि छिटो हिँडिसकेको छु भाइलाई बोकेर आइरहेको थिएँ नि त अघि भाइलाई बिस्नेस भएको छ भाइ चाहिँ साजन दाजुको बाइकमा पठाइदिएर अनि मम्मीहरूलाई पछि छाडेर म चाहिँ अगाडि हिँडेको छु फोटो खिचेर छिटो आउनु भनेर त्यो अप्सन नै झरेर फाइनल्ली हामी चाहिँ फोटो खिच्न आइयो है त गाइज हामी चाहिँ स्वास्थ्य चौकीमा आइपुगेका छौँ भाइलाई बिसन्चो भएर भाइको हालत चाहिँ यस्तो बसिरहेको छ हामी चाहिँ अब यहाँदेखि चेकअप पनि गराइयो केही भएको छैन नर्मल छ भन्नुभयो अनि अब चाहिँ फाइनल्ली हामी चाहिँ घर फर्किँदैछौँ अब त्यही हो घर फर्केको अवस्था माइजूहरू हुनुहुन्छ भाइ छ हामी चाहिँ अब जाँदैछौँ त्यो काम बन्दैछ त्यही भएर म चाहिँ यहाँ एयरपोर्टमा आएको अब तल जान्छौँ तल जान्छौँ मम्मी ओदामा जान्छौँ अनि नाइटको लागि सिफारिस बनाउनु छ भाइले सधैँ बोक्दै आएको अब चाहिँ तल अघि तल सबै सामानहरू डकुमेन्टहरू बुझाएर अनि हेडपोस्टमा आएको यहाँ चाहिँ हेडपोस्ट रहेको छ हाम्रो टाढा छ हेडपोस्ट पनि त्यही भएर अब चाहिँ हामी चाहिँ तल जानुपर्ने हुन्छ ओडामा हाम्रो ओडा कार्यालयमा सिफारिस बनाउनको लागि मम्मी त्यही हुनुहुन्छ सो अब चाहिँ जान्छौँ हामी चाहिँ फाइनली हजुरलाई के कस्तो लाग्छ त्यसरी प्रतिक्रिया दिन पनि नबिर्सनु होला फाइनल्ली रुरु क्षेत्र गाउँपालिकाको वडा कार्यालयमा आइपुगेको छौँ
हजुर हेर्नुहुन्छ फाइनल्ली कति दुःखले काम बन्यो हाम्रो चाहिँ नै सरी ओडा भिजिट गर्दै ओडा कार्यालय क्या बेलुका भन्न आएको मलाई हाम्रो ओडा चाहिँ यस्तो रहेको छ मम्मी हेरेर जानुभएको छ म चाहिँ यता छु खै राखिदिनु यहाँबाट यस्तो देखिन्छ हाम्रो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ ए देखिने त होइन त यहाँ चाहिँ यस्तो छ होइन गाइज हाम्रो चाहिँ ओडा कार्यालय यो चाहिँ रुटुचेरो छ वार्ड नम्बर 6 को ओडा कार्यालय यी हाम्रो मम्मी आउनुभयो यहाँ चाहिँ मेरो मम्मी है यो चाहिँ मम्मी बाथरुम जानुभयो हजुर अनि यो चाहिँ हाम्रो ओडा कार्यालय भयो यस्तो छ हाम्रो चाहिँ कति दुःखले फाइनल्ली काम चाहिँ बन्यो हाम्रो चाहिँ बाबाले औषधि दिन आउँदा त्यहाँ गएको मम्मी त्यहाँ पनि छ मलाई थाहै थिएन मलाई यो चाहिँ उसको घर कुटु म्याडम घर ए यो कुटु म्याडमको घर ऊ त्यसै उतातिर उसको घर हो के अरे राइटारको घर बङ्गाको टावर देखिन्छ चप्पल नलानु चप्पल लाउनु ओडा कार्यालय भिजिट गर्दै कक्ष फाइनल्ली तल हो के यहाँ तलको घर हो के बोलाएर के फाइनल्ली ओडा कार्यालयमा आइपुगेको अवस्था छ अनि रोम नाक्नुलाई कुरिरहेको अवस्था छ सिग्नेचर चाहिने भएर यसो यता चाहिँ मम्मीहरू हुनुहुन्छ हाम्रो मम्मीहरू हाम्रो काम सक्यो तर सिग्नेचर मात्र चाहिन्छ नि त्यही भएर फाइनल्ली ए गाइज फाइनल्ली हामी चाहिँ घर फर्किँदैछौँ यता हुन्छ मम्मीहरू यता म चाहिँ यता पछाडि यता हुनुहुन्छ हाम्रो स्कुलमा दर्लामीज्यू मम्मी यता मेरो मम्मी अनि उता मम्मी हुनुहुन्छ अनि हाम्रो अर्को मम्मी हामी सबै ग्याङ दर्लामी सबै दर्लामी भएर यी गाइज हामी चाहिँ सिफारिस बनाएर आइयो जनजाति कार्ड सिफारिस अब नागरिकता बनाउन भोलि जाने रे आज चाहिँ के बनाएर आइयो यही पछाडि रिना खोलामा आइयो गाइज फाइनल्ली गएको छ स्माइल गरेर गइ डाड्या म क्या ल गाइज हामी चाहिँ आइयो नाच्ने ने के हो नाच्दैन आज जमेर ल गाइज ल अगाडि पनि उता अगाडि पनि हुनुहुन्छ हाम्रो दुईजना माइजू र एकजना निनी आन्टी हुनुहुन्छ सो हामी चाहिँ यता पछाडि छौँ हजुरलाई मेरो भिडियो के कस्तो लाग्छ जस्तो लाग्छ त्यसै सुधार र प्रतिक्रिया दिन नबिर्सनु होला अनि कहाँबाट हेर्दै हुनुहुन्छ फाइनली हामी चाहिँ बसमा चढ्दै यता मम्मीहरू हुनुहुन्छ हाम्रो पसन्द भेना हुनुहुन्छ हाम्रो ड्राइभर साहब हामी चाहिँ घर लाग्यो तर होइन फाइनली यता हुनुहुन्छ हाम्रो माइजू ठुलामा अनि आन्टी माइजू यता हाम्रो मम्मी हुनुहुन्छ अनि उता मम्मी अखाइ यता हेर्दै नि हाम्रो तपाईँहरू कहाँ लाउनु फाइनली हाम्रो स्टेसन आइसकेको अवस्था छ हामी चाहिँ झर्न लाग्यो कि अब झर्छन् बाटो झर म भिडियो गरेर म लास्ट फाइनली बसमा चढेर आयो फर्स्ट टाइम हो क्या होइन पैसा कति हो मन पर्दैन अरे हाम्रो भेना हामीलाई 1 रुपियाँ पनि लिनु भएन हामीलाई ल्याइदिएको भेना धन्यवाद छ भेना हजुरलाई धेरै धेरै धन्यवाद ल के भन्न चाहनु त दुईटा शब्द जाओस् न मैले त्यसै गरी सधैँ मेरो बसाइ निरन्तर होला अझै माया गर्नु थ्याङ्क यू भेना ए मलाई छोडेर गए म गाइस मलाई छोडेर गए फाइनली ए हाम्रो मम्मीहरू हुनुहुन्छ यहाँ
घर फर्किमै त हाम्रो स्टेसन क्याब बस रोकियो होइन अब चाहिँ हामी चाहिँ घर फर्किँदैछौँ चाहिँ फाइनली घर फर्किँदैछौँ यहाँ चाहिँ मलाई झोला बोकाएको अवस्था छ आमाको झोला बोकिदिँदैछु पछाडि मम्मी माइजू हामी सबैजना आइपुगेको अवस्था छ हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो मोटी माइजू हो क्या माइजूहरू सबैजनालाई घर लाग्यो है त हामी चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ कि कस्तो लाग्छ चाहिँ सुधार पऱ्यो ल आधी बाटोसम्म भयो भने बसमा आइयो आधी बाटो हिँड्दै जानुपर्छ अब चाहिँ हामी चाहिँ अब फाइनली अब हिँड्दै जान्छौँ घर यहाँ चाहिँ मम्मीहरू आइरहनु भएको छ त्यही हो यता अगाडिबाट घाँस बोकिँदै आइरहनु भएको छ माइजूहरू अब चाहिँ साइड घाँस बोक्दै आइरहनु भएको छ अब चाहिँ हामी चाहिँ घर जान्छौँ त्यही हो अरू के भनौँ र के कस्तो लाग्छ कहाँबाट हेर्दै हुनुहुन्छ सुझाव किन चाहिँ नबिर्सनु होला फाइनली गाइज अब चाहिँ म चाहिँ घर आइपुगेँ अब चाहिँ आजलाई यो भिडियो यही नै अन्त्य गर्न चाहन्छु हजुरलाई यो भिडियो के कस्तो लाग्छ सुझाव नबिर्सनु होला।